ए रुखमा करेन्ट लाग्छ है करेन्ट कति भोल्टको कति भोल्ट मिटर लिएर आऊ यहाँ सिस्नु पनि देखियो रे दिदीको यहाँ अछामाको कति वर्ष भयो 24 वर्षपछि फुपूको 37 वर्ष भएर बढ्दै गएको तर यहाँ हामीलाई सिस्नुको एकदमै डर लागिरहेको छ लाउनु पर्यो मेरो हडमै आइगयो हामी त कसको खेतमा हिँडिरहेको छौँ हामीलाई त्यो चाहिँ अब थाहा छैन फेरि कसले गाली गर्ने हो कि के गर्ने हो हामीले त्यस्तो गल्ती त केही गरेका छैनौँ मुखमा फोडा हुन्छ न रे यो शाखा ओहो नास्पतिको रुख देखियो तर दिदी यो साग हामीले लिएर पकाएर खाए हुन्थ्यो के पर त्यो आज के अरे हो त्यो त नास्पति कस्तो राम्रो ल हेर्नुहोस् है कसको है झाड भुइनु पर्यो त के खानु ल यहाँ नास्पति खाने कुरो भयो हाम्रो ल हेर त यहाँ नास्पति आहा कस्तो फल्यो नगर त्यस्तै नगर झार्न हुँदैन किन यस्तो गरेर तिमीहरू मातेको उता पातको पनि कमल अब नहान है यस्तो राम्रो छ हाम्रो अछाम जिल्ला अछाम जिल्ला यहाँ फुपू हुनुहुन्छ यहाँ दिदी हुनुहुन्छ यहाँ भान्जा दुईटा भान्जा छन् उता भाइ छ यति दामी देखिरहेको छ त्यो पछाडिको सिन पनि आहा मन एकदमै आनन्दित भइरहेको छ यो के अरे फुपू यो निगालो यसो अरे के भन्छ ए डोको नाङ्लो भन्छ तर हाम्रो त्यहाँनिर त्यहाँ चिउरोको रुख थियो त्यो रुख चाहिँ देखिएन अहिले हजुर खाऊ खानुमा अहिले फेरि पेट दुख्यो भनौँला हिजो के आरु खाए नास्पति वाउ टेस्टी अर्ग्यानिक हामी नास्पति खाँदैछौँ 24 वर्षपछि जन्मभूमि आएर मलाई कति खुसी लागिरहेको छ यो भिडियो मेरो युट्युब च्यानलमा आउँछ पछि हामी 10 मिनटको भिडियो बनाएर राख्छौँ हामी यहाँ घुमिरहेको ठाउँहरू सबै देखाउँछौँ यति राम्रो सिन छ होइन भिडियो चाहिँ पुरा हेर्नु होला हजुरहरू सबैले धन्यवाद असाध्यै मिठो लाग्यो के अरे हाम्रो नास्पति प्योर अर्ग्यानिक चिज खान पाइयो एकदम खुसी छौँ हामी हाम्रो जन्मभूमिप्रति ऐसेलु तिर्खुला काफल अनि बेडुला नास्पति मेल विभिन्न प्रकारका चाहिँ अर्ग्यानिक खानेकुराहरू खान पाइन्छ अहिले पछिल्लो समयमा चाहिँ अब अहिले हाम्रो तिर्खुला चाहिँ हामी लेकका जाने कुरा छ लेकको भन्नाले यहाँबाट अलिकति बढी माथिको दूरीमा जानुपर्छ निकै धेरै पाइन्छन् भन्ने हामीले जानकारी पाइसकेका छौँ पक्कै पनि हामी केही विशेष काम पछि त्यहाँ जानेछौँ तिर्खुला पनि त्यो भिडियो पनि म हजुरहरू माझ ल्याउने छु लाटे ओहो तिमी अर्को अर्ग्यानिक चिज है ला हेर्नुलाई हजुरहरू त आज अचम्म पर्नुहुन्छ होला यो तिमिलाको रुख देख्नु फेरि हामी ल यो चाहिँ तिमीलाई टिप्न गइरहेको छ कमल यो हाम्रो एकदमै अर्ग्यानिक चिज हो आरामसँग है बाबु आरामसँग त्योभन्दा माथि हल्ला न रुख हल्लाइँदैन कमल ओहो पुरै बिग्रेको मात्र झर्नु रहेछन् मिठो हुन्छ त दिदी आऊ माथि वाउ फुपू कस्तो मिठो दिदी हामी पहिला चाहिँ सानो उमेर हुँदै गर्दाखेरि बाख्राकोटा आउँदाखेरि यति धेरै खान्थ्यौँ हो यो धेरै वर्षपछिको स्वाद टेस्ट गर्नु पायो एकदम खुसी छौँ बाइक दिदी कमल टिपेर अहिले गुलियो भन्दैछ केटाले यहाँ कमल तेरो छेउमा उयो बढी पाकेर चुइया हुन्थ्यो कुइया होइन कि चुइया तिमीलाई गेडो चुइया चाहिँ आँखालाई न त बनाइछ वाउ ठेगर के त्यहाँ हाम्रो उम्र नथे भात चाहिँ तिमीलाई आँगो आइज अब आइज त्यसै नहरा भने दास जान्दैन यस्तो मिठो यार तन्दा थप्दै लगाइ हेर्नुहोस् हामीले यति धेरै टिपिसक्यौँ यहाँ
एकदम खुसी छौँ हामी आज। किन भन्दा धेरै बजे पक्न एउटा फाल कैलाशमा त पहल्ला पछि के हुनु। पानको पसल ओ मेरो त घर छैन दिलमा बसल, ओ मेरो त घर छैन दिलमा बसल।